नानी बाबुहरू आज चाहिँ हामीहरू प्रोकार्योटिक सेल र युकार्योटिक सेलको बारेमा चाहिँ पढ्छौं। अब प्रोकार्योटिक सेल र युकार्योटिक सेल भनेको के भन्यो भने न्युक्लियस चाहिँ बन्न स्टार्ट भइरहेछ भने प्रोकार्योटिक सेल न्युक्लियस बनिसकेको छ, अब ट्रु न्युक्लियस भेटिरहेछ र त यता युकार्योटिक सेल हामीहरूको टाइम पिरियड चेन्ज हुँदै गयो अनि हाम्रो एडाप्टेसन गर्नु पर्यो नि त। प्रोकार्योटिक सेल बन्यो अनि त्यसपछि चेन्ज हुँदा हुँदा युकार्योटिक सेलहरुमा पनि प्लान्ट सेल एनिमल सेलहरु डिफ्रेन्ट सेलहरु बन्यो। अब प्रोकार्योटिक र युकार्योटिक चाहिँ स्पेशली यसको न्युक्लियर मटेरियलको बेसिसमा चाहिँ क्लासिफाई गरेको छ। अब यसमा पाइने जो डीएनए छ प्रोकार्योटिकमा पाइने त्यो डीएनए चाहिँ डबल स्ट्यान्डर्ड हुन्छ सर्कुलर, र त्यो सर्कुलर डीएनए मा चाहिँ हिस्टोन प्रोटिन पाइदैन। यता हेर त डबल स्ट्यान्डर्ड त छ, लुक एट दिस फिगर, डबल स्ट्यान्डर्ड त छ तर सर्कुलर छ अनि यो फ्रीली फ्लड भएको छ साइटोप्लाज्ममा अनि हिस्टोन प्रोटिन छैन। हिस्टोन प्रोटिन भएको भयो भने के हुन्थ्यो भने डीएनए जो छ त्यो चाहिँ कन्डेन्स फर्ममा बस्थ्यो। अब यो जो कम्बाइन भएर चाहिँ एउटा सर्कुलर डीएनए छ यसलाई चाहिँ न्युक्लियड भनेर टर्म गरेको छ। अनि युकार्योटिकमा पाइने डीएनए चाहिँ के हुन्छ, डबल स्ट्यान्ड नै हुन्छ तर लिनियर विथ हिस्टोन। हेर त अब नानी बाबुहरू यताको यो डीएनए को स्ट्रक्चर हेर त, यता डबल स्ट्यान्डर्ड छ, यो डबल स्ट्यान्डर्ड छ, कस्तो छ लिनियर छ नि त, एउटा प्रोपर एक्सिसमा चाहिँ घुमिरहेछ यो डीएनए। अनि यो डीएनए चाहिँ हिस्टोन प्रोटिनको कारण चाहिँ न्युक्लियस भित्र हेर त के भएर बसेको छ, कन्डेन्स भएर बसेको छ। त्यसैले युकार्योटिक सेलमा पाइने के डीएनए चाहिँ डबल स्ट्यान्डर्ड लिनियर हुन्छ र हिस्टोनले बन्या हुन्छ भने यताको चाहिँ हाम्रो डबल स्ट्यान्डर्ड हुन्छ सर्कुलर डीएनए हुन्छ र हिस्टोन प्रोटिन पाइदैन प्रोकार्योटिक सेलमा। अनि न्युक्लियस चाहिँ एब्सेन्ट हुन्छ प्रोकार्योटिक सेलमा, यता चाहिँ ट्रु न्युक्लियस प्रेजेन्ट हुन्छ युकार्योटिक सेलमा। प्रोकार्योटिक सेलमा न्युक्लियस हुँदैन तर यसलाई चाहिँ हामीले अर्को नामबाट बोलाउँछौं जिनोफोर, न्युक्लियड अनि क्रोमोजोम भनेर। जो प्रोकार्योटिक सेलको जो इन्भेलप सिस्टम छ भन्नुको अर्थ कभरिङ छ, सेल वालले गरे हुन्छ बाहिरबाट कभर, भित्र अरु कन्टेन्टहरु यसमा भएको कम्पोनेन्टहरु चाहिँ फ्रीली साइटोप्लाज्ममा चाहिँ फ्लो हुने गर्छ भने हाम्रो युकार्योटिक सेलमा हेर्ने भने बाहिरबाट सेल वालले गरेछ, त्यसपछि भित्रको अर्गानिलहरु पनि मेम्ब्रेन कभर गरेर राखेको हुन्छ, न्युक्लियस पनि डबल मेम्ब्रेनस हुन्छ। यसरी चाहिँ दुईवटा चाहिँ मेम्ब्रेनले चाहिँ कभर गरेर राखेको हुन्छ। दैट्स व्हाई युकार्योटिक सेल इज डबल मेम्ब्रेन, प्रोकार्योटिक सेल्स सिंगल इन्भेलप हुन्छन्। अब सेल वाल चाहिँ युकार्योटिक र प्रोकार्योटिक दुईटैमा हुन्छ तर सेल वाल चाहिँ प्रोकार्योटिकमा चाहिँ केले बन्या हुन्छ भने पेप्टिडोग्लाइकेन अथवा म्युरामिक एसिड भनेर भन्छ। प्लान्ट सेलमा चाहिँ सेलुलोजले बनाउँछ अनि फंगसमा चाहिँ काइटिनले चाहिँ बनाउने काम गर्छ। के त सेल वाल, तर एनिमल सेलमा चाहिँ हुँदैन। प्लान्ट सेलमा सेल वाल बनाउने चाहिँ सेलुलोजले, काइटिन चाहिँ फंगैमा। एनिमलमा हुन्छ त सेल वाल, हुँदैन सेल वाल चाहिँ है। त्यसपछि राइबोजोम, प्रोकार्योटिक सेलमा पाइने राइबोजोम आर कति हुन्छ त 70S को हुन्छ तर युकार्योटिकमा पाइने 80S र 70S दुईटै हुन्छ। 80S चाहिँ न्युक्लियस भित्र पाइन्छ राइबोजोम भन्यो भने बाहिर पाइने भनेको चाहिँ 70S। 70S पनि कहाँ पाइन्छ स्पेशली भन्यो भने माइटोकन्ड्रिया, अर्को क्लोरोप्लास्टमा पनि पाइन्छ। अब थाइलाकोइड, कुनै प्रोकार्योटले चाहिँ आफै फोटोसिन्थेसिस पनि गर्छन्, त्यसमा चाहिँ फोटोसिन्थेसिस गर्नको लागि एउटा कम्पोनेन्ट चाहियो नि त, त्यो कम्पोनेन्ट के हो, थाइलाकोइड हो। यो थाइलाकोइड चाहिँ फ्रीली फ्लड भएको हुन्छ, कहाँ भन्यो भने साइटोप्लाज्ममा। तर यही थाइलाकोइड हाम्रो युकार्योटिकमा हेर्ने भन्यो भने प्लान्ट सेलले फोटोसिन्थेसिस गर्ने गर्छ, त्यसैले प्लान्ट सेलमा पाइने हो। त्यो चाहिँ कहाँ पाइन्छ भन्यो भने हाम्रो क्लोरोप्लास्टमा। हेर त यता थाइलाकोइड भने कुन स्ट्रक्चर रहेछ त, अब हेर है, थाइलाकोइड भनेको चाहिँ यो वाला स्ट्रक्चर, यो थाइलाकोइडले के गर्छ, फोटोसिन्थेसिस गर्नको लागि चाहिँ लाइट एब्जर्ब गरेर चाहिँ फोटोसिन्थेसिस गर्छ। थाइलाकोइड चाहिँ यता केमा, प्रोकार्योटिक सेलमा चाहिँ साइटोप्लाज्ममा फ्रीली फ्लड गरे हुन्छ किनकि त्यहाँ हाम्रो के हुँदैन, क्लोरोप्लास्ट पाइदैन। अब त्यसपछि फ्ल्याजेलाको कुरा गरौँ है हामीहरू। यो हेर त यो फ्ल्याजेला छ नि, यो फ्ल्याजेला चाहिँ प्रोकार्योटिक सेलमा चाहिँ सिंगल एउटा मात्र स्ट्यान्डले बन्या हुन्छ, युकार्योटिकमा 11 स्ट्यान्डले बन्या हुन्छ। हेर सपोज यो फ्ल्याजेला छ भनेर सम्झौँ है, यो फ्ल्याजेलामा के हुन्छ, दुईवटा सेन्ट्रल्ली हुन्छ स्ट्यान्ड, अरु 9वटाले यसको वरिपरि सर्कुलरली कभर गरेर राखेको हुन्छ, 9वटा अरु स्ट्यान्डहरुले। अब साइट अफ रेस्पिरेसन प्रोकार्योटिक सेलमा चाहिँ कहाँ हुन्छ भने मेजोसोममा छ अनि युकार्योटिकमा कहाँबाट हुन्छ भने माइटोकन्ड्रिया। किन मेजोसोम र माइटोकन्ड्रिया मात्र रेस्पिरेसन भयो भने किनकि त्यहाँ रेस्पिरेटरी इन्जाइमहरु पाइन्छन्। मेजोसोम चाहिँ स्पेशली प्लाज्मा मेम्ब्रेन सँग चाहिँ कम्बाइन भएर बस्छ, माइटोकन्ड्रियाको वालमा चाहिँ अब इन्जाइमहरु पाइन्छ
पाइन्छन्। त्यो इन्जाइमले चाहिँ रेस्पिरेसन गर्छ। अनि फर्स्टचोटि प्रोकार्योटिक सेल बनिरहेछ भने त्यसमा के हाम्रो सेल अर्ग्यानिलहरू भेटेला त, जस्तै ER भयो, गल्गी बडिज भयो, अनि सेन्ट्रियोल, लाइसोजोम, माइक्रोफिलामेन्ट, माइक्रोट्युबुलहरू चाहिँ भेटिँदैन। युकार्योटिक सेलमा चाहिँ प्रेजेन्ट हुन्छ। अब साइक्लोसिस भने के हो भन्दाखेरि सेलभित्र चाहिँ मुभमेन्ट हुने प्रोसेस इज नोन एज साइक्लोसिस हो। त्यसभित्र जो फुड खाने प्रोसेस इन्डोसाइटोसिस, बाहिरबाट सेलमा आउला नि कुनै कुराहरू, त्यो चाहिँ इन्डोसाइटोसिसबाट आउँछ। अनि सेलबाट चाहिँ ठेल्ने प्रोसेस भन्यो भने एक्जोसाइटोसिस। यो चाहिँ हुँदैन केमा? प्रोकार्योटिक सेलमा। प्रोकार्योटिक सेलमा चाहिँ भेटिँदैन, एब्सेन्ट हुन्छ। अनि रिप्रोडक्सन पनि केबाट हुन्छ यसमा भन्यो भने बाइनरी फिजनहरूबाट हुन्छ, कन्जुगेसनबाट हुन्छ। केमा? प्रोकार्योटिक सेलमा। युकार्योटिक सेलमा चाहिँ माइटोसिस र मियोसिसबाट हुने गर्छ। अब मैले योभन्दा अगाडिको प्रिभियस भिडियोमा चाहिँ सेन्ट्रल डोग्माको बारेमा भनेको थिएँ, जहाँ चाहिँ डिएनएबाट आरएनएबाट प्रोटिन कसरी बन्छ त, त्यो सेलमा चाहिँ कसरी बन्छ भनेर भनेको थिएँ। अब ट्रान्सक्रिप्सन भन्यो भने डिएनएबाट आरएनए बन्ने प्रोसेस हो, जो चाहिँ यता चाहिँ साइटोप्लाज्ममा नै हुन्छ। प्रोकार्योटिक सेलमा ट्रान्सलेसन पनि, प्रोटिन सिन्थेसिस पनि। तर युकार्योटिक सेलमा चाहिँ के हुन्छ भने ट्रान्सक्रिप्सन चाहिँ न्युक्लियसमा हुन्छ, अनि ट्रान्सलेसन र प्रोटिन सिन्थेसिस चाहिँ साइटोप्लाज्ममा। प्रोकार्योटिक सेल मेनली गरेर हाम्रो किङडम मोनेरा भित्रको जति पनि अर्ग्यानिजमहरू छन् ती सबैमा चाहिँ प्रोकार्योटिक सेलहरू पाइन्छन्। अनि हाम्रो यो प्लान्टे, प्रोटिस्टा, फङ्गीहरूमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि युकार्योटिक सेलहरू हुन्। कन्साइजली अब हेरौँ, यसलाई कन्क्लुड गरौँ के रहेछ त प्रोकार्योटिक र युकार्योटिक भने अन दि बेसिस अफ यसको डिएनए को स्ट्रक्चर हेर्दै जाने हो भने इभोल्युसनरी हिसाबमा चाहिँ डिएनए को स्ट्रक्चर न्युक्लियसमा चेन्जेसहरू आयो। कस्तो चेन्जेसहरू आयो भन्दाखेरि प्रोकार्योटिक सेलमा चाहिँ डबल स्ट्यान्डर्ड, सर्कुलर र विथाउट स्टोन पाइयो। अनि यता चाहिँ युकार्योटिक सेलमा चाहिँ डबल स्ट्यान्डर्ड हुन्छ, लिनियर हुन्छ र हिस्टोन प्रोटिनले चाहिँ यो न्युक्लियस भित्र चाहिँ कोइल गरेर राखेको हुन्छ भनेर भन्यो। यसमा चाहिँ हाम्रो प्रोकार्योटिक सेलमा न्युक्लियस पाइँदैन, तर यसलाई चाहिँ अरू नामबाट चिनिएको छ, जेनोफोर, न्युक्लियोइड, प्रोक्रोमोजोम। यता चाहिँ ट्रु न्युक्लियस पाइन्छ युकार्योटिक सेलमा। युकार्योटिक सेलमा हेरेर त ट्रु न्युक्लियस पाइएको छ। अनि इन्भेलप सिस्टम भनेको कभर गरेर राख्ने सेल कन्टेन्टहरूलाई चाहिँ कसरी कभर गरेर राखेको छ त भन्यो भने हाम्रो बाहिरबाट प्रोकार्योटिक सेलमा चाहिँ बाहिरबाट सेल वालले मात्र कभर गरेर राखेको छ, अरू सबै साइटोप्लाज्ममा फ्लो भएको छ। अनि त्यसपछि यता चाहिँ हाम्रो डबल छ, एउटा चाहिँ न्युक्लियसले आफूलाई डबल मेम्ब्रेनले कभर गरेको छ, अर्ग्यानिलहरूले नि आफूलाई कभर गरेर राखेको छ मेम्ब्रेनहरूले, अर्को चाहिँ सेल वालले कभर गरेको छ। द्याट्स वाइ युकार्योटिक सेल हेभ डबल इन्भेलप सिस्टम हुन्छ। अनि सेल वाल, प्रोकार्योटिकको सेल वाल चाहिँ पेप्टिडोग्लाइकेन अथवा म्युरामिक एसिडले बनाएको हुन्छ। युकार्योटिक सेलमा चाहिँ सेल वाल चाहिँ सेलुलोज र काइटिनले बनाएको हुन्छ। सेलुलोज चाहिँ प्लान्ट सेलहरूमा मात्र हुन्छ भन्यो भने काइटिन चाहिँ फङ्गाई सेलहरूमा, र एनिमल सेलमा चाहिँ पाइँदैन, एब्सेन्ट हुन्छ के सेल वाल। अनि राइबोसोम 70S व्हिच आर फ्लट इन दि साइटोप्लाज्म अफ दि प्रोकार्योटिक सेल। प्रोकार्योटिक सेलमा चाहिँ फ्लो भएर बसेको हुन्छ भन्यो भने राइबोसोम चाहिँ युकार्योटिक सेलको चाहिँ 80 र 70S दुइटै पाइन्छ। माइटोकन्ड्रियामा 70S र क्लोरोप्लास्ट, साइटोप्लाज्ममा नि फ्लो भएर बसेको हुन्छ हैन। अनि थाइलाकोइड प्रोकार्योटिक सेलमा चाहिँ साइटोप्लाज्ममा फ्लो भएर बसेको हुन्छ। अनि यही थाइलाकोइड चाहिँ युकार्योटिक सेलमा चाहिँ क्लोरोप्लास्टमा चाहिँ हेर त यता क्लोरोप्लास्ट भित्र चाहिँ पाइने गर्दछ। अनि फ्ल्याजेला चाहिँ प्रोकार्योटिक सेलमा सिंगल स्ट्यान्डले बनाएको हुन्छ, यता चाहिँ 11वटा स्ट्यान्ड मिलेर बनाएको हुन्छ। यस मैले यता सम्झाएको थिएँ योभन्दा अगाडि। अनि रेस्पिरेसन, साइट अफ रेस्पिरेसन मेसोजोममा हुन्छ। किन हुन्छ भने त्यहाँ रेस्पिरेटरी इन्जाइम हुन्छ। माइटोकन्ड्रिया हुन्छ किनभने त्यहाँ रेस्पिरेटरी इन्जाइम हुन्छ, सिम्पल। अनि अर्ग्यानिलहरू कुनै पनि पाइँदैन यता हाम्रो केमा? प्रोकार्योटिकमा भन्यो भने। अनि यता हाम्रो युकार्योटिक सेलमा डबल मेम्ब्रेनस, सिंगल मेम्ब्रेनस र नन मेम्ब्रेनस गरेर तीनवटै अर्ग्यानिलहरू पाइने गर्छ। अनि साइक्लोसिस, इन्डोमाइटोसिस, एक्जोमाइटोसिस, सेलभित्र कुनै कम्पोनेन्ट आइरहेछ, सेलबाट बाहिर गइरहेछ, यी सबै इभेन्टहरू चाहिँ हाम्रो प्रोकार्योटिक सेलमा हुँदैन, युकार्योटिक सेलमा हुन्छ। ट्रान्सक्रिप्सन, ट्रान्सलेसन र प्रोटिन सिन्थेसिस प्रोकार्योटिक सेलमा चाहिँ साइटोप्लाज्ममा नै हुन्छ किनकि न्युक्लियस छैन। तर ट्रान्सक्रिप्सन चाहिँ न्युक्लियसमा हुन्छ युकार्योटिक सेलमा, ट्रान्सलेसन र प्रोटिन सिन्थेसिस चाहिँ साइटोप्लाज्ममा हुन्छ। त्यसै गरेर यी प्रोकार्योटिक सेलहरू चाहिँ मोनेरामा मात्र, मोनेरा किङडममा मात्र पाइन्छ भन्यो भने अरू किङडम प्रोटिस्टा, फङ्गी, एनिमेलिया र प्लान्टेमा पाइने सेलहरू चाहिँ अल आर दि युकार्योटिक सेल।